मेडिकल सेक्टरलाई व्यापारको रूपमा हेर्नुहुन्छ कि हेर्नुहुन्न? अब हस्पिटलमा मान्छे भर्ना भाउँछ सर, आपत परे आउँछ, कसले कति कमाउँछ भनेर कसले हेर्छ र भन्नुहुन्छ? मैले पनि हेर्दैन। तर आएर यसो विचार पुऱ्याएर पब्लिस भएका अडिट रिपोर्ट र फाइनेन्सियल डेटाहरू हेर्नुभयो भनेपछि हजुरकै जो पनि दङ्ग पर्छ। एकातिर म्यानुफ्याक्चरिङ सेक्टरमा पछिल्लो 5 वर्षमा एभरेज अपरेटिङ मार्जिन 10 देखि 12% सम्म बनाइरहेछन् कम्पनीजहरूले भनेपछि हस्पिटल सेक्टर मतलब मेडिकल सेक्टरमा कम्पनीजहरूले एभरेजमा 24 देखि 33% सम्म अपरेटिङ मार्जिन हानिरहेछन्। पैसो अलिकति धेरै छ मेडिकल सेक्टरमा। जस्तै आइसिआरए नेपाल एउटा क्रेडिट रेटिङ एजेन्सी हो, त्यसले आफ्नो रिपोर्टमा काठमाडौँ मेडिकल कलेजको फाइनेन्सियल्स डेटाहरू केही पब्लिस गरेको थियो। त्यसमा 2023 मा आएको रिपोर्ट अनुसार काठमाडौँ मेडिकल कलेजको रेभेन्यू 1,49 करोड थियो र त्यसमा 33% को अपरेटिङ मार्जिन बजाएर हिँडेको छ कम्पनी। अर्को हजुरले नाम सुनेको होला नर्बिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेज। त्यसको रेभेन्यू जुलाई 2025 मा आएको रिपोर्ट अनुसार अडिट रिपोर्ट अनुसार 2,22 करोड 16-15 कति लाख थियो र त्यसमा कम्पनीले 32.25% को मार्जिन बचाइरहेको थियो अपरेटिङ मार्जिन। त्यसो भए विपुल सर यत्रो पैसा रहेछ सबैले हस्पिटलै खोजेर बस्नुपर्ने, नेपालभरि हस्पिटल हुनुपर्ने हो, किन छैन त भन्नुहुन्छ भनेपछि पैसा सँगसँगै धेरै अप्ठ्यारो कुराहरू पनि आउँछन्। हेर्नुहोस्, पहिलो कुरा आउँछ एकदम स्ट्रिक्ट रेगुलेसन र लाइसेन्सिङको कुरा। लाइसेन्स यतिमिति पाइन्न, पाइयो भनेपछि नि गभर्मेन्टले हरेक कुरामा लिमिट लगाइदिन्छ। पैसा यति करा विद्यार्थी तान्छस् भनेपछि विद्यार्थीलाई योभन्दा बढी नले, $75,000 समथिङ कति इन्टरनेसनललाई, नेसनललाई यतिभन्दा धेरै नले भनेर गभर्मेन्टले भनिदिन्छ। र ह्युमन रिसोर्स फेरि मेडिकल सेक्टरमा कहाँ त्यसरी भने जस्तो फ्याट पाइन्छ र राम्रो ह्युमन रिसोर्स। अनि सुरुमा लगानी पनि त धेरै गर्नु पर्यो, हस्पिटल सानदिनु बनाएर त भएन। अनि रेपुटेसनको कुरा त्यस्तै छ, काण्ड हुन्छ नि हेर्नुहोस् नेपालमा फेरि मेडिकल सेक्टरमा। अनि सोशल पर्सेप्सनका कुराहरू यस्ता यावत कुराहरू छन् जसले गर्दाखेरि जो पाइ त्यही आएर मेडिकल सेक्टरमा त्यसरी घुस्न पान्न र घोप्टेमन्टो लाएर स्याटसुट त्यही म्यानुफ्याक्चरिङतिर जान्छु त यार, काम त त्यतै सजिलो रहेछ भनेर उतै मान्छे डोराउने बाटो छ। भिडियो मन पर्यो भने लाइक गर्नुहोला, सेयर गर्नुहोला साथीहरूसँग, र हजुरको विचार के छ तल कमेन्ट गर्नुहोला। नमस्ते।